2050 सम्ममा पनि मानिसहरूको मृत्युको प्रमुख कारण भनेकै यो एएमआर यो एन्टिबायोटिकले चाहिँ काम नगरेर चाहिँ मृत्यु वहन गर्नुपर्ने हुनसक्छ भन्ने अनुमान छ। यो अहिले जुन डिडिएले निकालेको यो 6 प्रकारको यो रिजर्भ एन्टिबायोटिक भनेर राखेको छ, त्यो वास्तवमा रिजर्भ राख्नुपर्ने हाम्रो पनि मान्यता हो। त्यसमा हाम्रो कुनै द्विमत छैन, हाम्रो एकदमै समर्थन छ। हस्पिटल बाहिरको जुन फार्मेसी गर्नेहरू हुनुहुन्छ, व्यवसाय गर्नेहरू हुन्छ, उहाँहरूले पनि बेच्न पाउनुपर्छ निर्वाध। यसमा कुनै द्विमत छैन। यदि यसलाई गर्न दिएन भने यो चाहिँ व्यवसायमाथि चाहिँ एउटा भनौँ न लगाउने खालको चाहिँ भएको जस्तो हामी सम्पूर्ण व्यवसायहरूको चाहिँ अनुभव। एक किसिमबाट तपाईँको ट्याक्स अफिस आन्तरिक राजस्वको हिसाबले पनि यो चाहिँ गैरकानुनी नै काम भयो होइन, यो काम गर्नु। एक हिसाबबाट अब औषधि व्यवसायको क्षेत्रमा यो यसरी दर्ता नगरिकन औषधिको कारोबार गर्नु भने त एउटा ठुलै अपराधै हो। जब यो हस्पिटल भित्र मात्र बेच्ने भनेर जुन नियम निकाल्यो त्यसलाई चाहिँ केही समयमा तुरुन्त लागू भइसकेपछि यसको खपत त धेरै कम रहेछ, यहाँ त उत्पादन त धेरै रहेछ। कतिपय कम्पनीहरू बन्द पनि भएर गयो। सबै कुरो सबैले डिल बोनसलाई मात्र प्रायोरिटी गरेर चाहिँ व्यापार भइरहेको छैन होइन। कतिपय हुँदै नभएको शुद्ध 16% मात्र लिनुपर्ने प्रडक्टहरू पनि छन्। नेपाल सरकारले गरिराखेको यो बिमा सम्बन्धी नीति हामीलाई एकदमै ठिक छ, राम्रो लाग्यो होइन। तर हाम्रो चाहिँ एउटा इन्क्वायरी, हाम्रो जानकारी केहरूले यसले गर्दाखेरि हाम्रो व्यापारमा चाहिँ असर परेको चाहिँ पक्कै हो। नन प्रोफेसन मान्छेले औषधि बेच्नु भनेको त यो सरासर गलत काम हो यो होइन। यो त गलत मात्र होइन, एक किसिमबाट अब कानुनी प्रक्रियामा गयो भने त यो त ठुलै दण्ड सजाय हुने कुराहरू नै हुन् होइन। आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रम क्यापिटल टक शोको नयाँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तोता दिनेश रुवाली। दर्शकवृन्द, पछिल्लो अवस्थामा औषधि र औषधि व्यवसाय क्षेत्रमा निकै उतार चढावहरू आइरहेको छ। यो वास्तविक उतार चढाव के हो त भन्ने कुराको जानकारी लिनको लागि आज हामी एनसिडिए काठमाडौँ शाखाका अध्यक्ष शङ्कर महर्जनज्यूसँग आज हामी यो विशेष अन्तर्वार्ता, एक्सक्लुसिभ अन्तर्वार्ता तपाईँहरू सामु दिन आइसकेका छौँ। म ढिलो नगरिकन मेरो अतिथिलाई म स्वागत गर्न चाहन्छु। शङ्कर सर, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद दिनेश सर, यहाँले समय दिएर मलाई निमन्त्रणा दिनुभएकोमा र हाम्रो आफ्नो भनाइहरू, आफ्नो विचारहरू राख्ने जुन यो मौका दिनुभयो, म यहाँको यो क्यापिटल यो च्यानललाई चाहिँ म धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु। सन्चो आराम हुनुहुन्छ? हजुर, एकदम। पछिल्लो अवस्थामा तपाईँहरूको भर्खरै पनि एनसिडिए काठमाडौँको एउटा मैले सूचना, एउटा पत्र हेरेको थिएँ। त्यहाँ चाहिँ अहिले पछिल्लो अवस्थामा डिडिएले एउटा सूचना जारी गरेको एन्टिबायोटिक मोलिक्युल्सहरू चाहिँ रिटेल फार्मेसीमा रिजर्भ गर्न नपाउने, बेच्न नपाउने भन्ने कुरा छ। यो वास्तवमा राख्नै नपाउने हो। यसमा तपाईँहरूले पनि विरोध जनाइरहेको मैले देखिरहेको छु। तपाईँहरूको यो कुरामा विरोध किन छ? धन्यवाद। एकदम आजको यो जल्दो बल्दो यो सान्दर्भिक यो प्रसङ्ग यसैमा यहाँले जुन प्रश्न राखिदिनु भयो त्यसमा मलाई आफ्नो तर्फबाट अलिकति स्पष्ट पार्ने मौका दिनुभएको छ। यसमा वास्तवमा हाम्रो विरोध त्यसमा केही पनि छैन। हाम्रो एक किसिमबाट समर्थन पनि छ, किनभने यो रिजर्भ एन्टिबायोटिक भनेको चाहिँ कस्तो भन्दाखेरि हामीले यो धेरै एएमआरको बारेमा हामीले अवेरनेस प्रोग्रामहरू धेरै गरिसकेका छौँ। यो रिजर्भ एन्टिबायोटिक वास्तवमा यसलाई चाहिँ रिजर्भमै राख्नुपर्छ। अबको दिनमा चाहिँ पछि गएर चाहिँ यस्तो एन्टिबायोटिकहरू होइन रेजिस्टेन्ट भयो भने चाहिँ पछिल्लो 2050 सम्ममा पनि मानिसहरूको मृत्युको प्रमुख कारण भनेकै यो एएमआर यो एन्टिबायोटिकले चाहिँ काम नगरेर चाहिँ मृत्यु वहन गर्नुपर्ने हुनसक्छ भन्ने अनुमान छ होइन। त्यो हिसाबले चाहिँ भनेपछि अब आउने 2050 सम्मको सन् 2050 सम्ममा एन्टिबायोटिकको मृत्युको प्रमुख कारण भनेकै यो एन्टिबायोटिकको म्याक्सिमम युज भनौँ न हैन। यही क्रममा बढ्दै गयो भने हैन। यो अहिले जुन डिडिएले निकालेको यो 6 प्रकारको यो रिजर्भ एन्टिबायोटिक भनेर राखेको छ, त्यो वास्तवमा रिजर्भ राख्नुपर्ने हाम्रो पनि मान्यता हो। त्यसमा हाम्रो कुनै द्विमत छैन, हाम्रो एकदमै समर्थन छ। तर के भइदियो भन्दाखेरि यी एन्टिबायोटिकहरू हस्पिटल फार्मेसीभित्र मात्र बेच्न पाउने, बाहिर चाहिँ बेच्न नपाउने भन्नुको अर्थ हाम्रो कस्तो भन्दाखेरि भित्रको फार्मासिस्टहरू मात्र फार्मासिस्ट, बाहिरकोले चाहिँ बेच्नै नसक्ने एउटा कुरा भयो। दोस्रो कुरो फेरि
अब डाक्टरले लेखेपछि यदि हस्पिटलमा एभाइलेबल भएन, भित्र एभाइलेबल भएन भने बाहिर कहाँबाट खोज्न जाने होइन। बाहिर हस्पिटल बाहिर औषधि पसल राख्नुको उद्देश्य भनेकै त्यही नै हो नि होइन। भित्र औषधि नपाउने नहुने औषधिहरू किन्न नै बाहिर आउने त बाहिरको फार्मेसीले भनेको त्यस्तो रिजर्भ एन्टिबायोटिक, त्यस्तो हाई लेभलको एन्टिबायोटिकहरू पुस गर्ने बेच्ने त्यस्तो त कुनै होइन होइन। त्यस कारणले गर्दाखेरि डिडिएको चाहिँ यो कुरा हामी समर्थन गर्छौँ। तर यसलाई चाहिँ यसको समाधानको लागि चाहिँ फेरि उहाँहरूले नै छुट्टै किसिमको यो एन्टिबायोटिक कहाँबाट यो मलिकुलहरू कहाँबाट युज भइरहेछ, कहाँबाट डिमान्ड भइरहेछ, यो कतिको आवश्यक छ, त्यसलाई हेरेर उताको डक्टर लेभलमा हुन्छ कि प्र्याक्टिसनल कहाँबाट हो त्यससँग छलफल गरेर यसलाई चाहिँ निकाल्दा होला जस्तो लाग्छ। एउटा कुरा यो चाहिँ सहरी क्षेत्रमा त ठिकै छ, कतिपय दुर्गम क्षेत्रमा तपाईँको हस्पिटलभित्र फार्मेसी नै छैनन्, त्यहाँ कसरी समाधान गर्ने हो? किनभने नियमन निकायले यी कुराहरू नियम बनाइसकेपछि बाहिर हस्पिटल बाहिरकोले बेच्ने भनेपछि त्यो त एक किसिमबाट चाहिँ नियम सम्मत पनि भएन। तर त्यहाँ अवस्था कस्तो छ होइन, त्यो बाहिर किन्नै पर्ने अवस्था पनि छ। त्यस कारणले गर्दाखेरि म यी कुराहरूलाई चाहिँ मध्यनजर राखेर सम्बन्धित निकायलाई चाहिँ म के आग्रह गर्न चाहन्छु भन्दाखेरि यसलाई चाहिँ अर्को थप यो विषयमा चाहिँ छलफल होस्, बहस होस् होइन। यसलाई चाहिँ अझ प्रभावकारी तरिकाले कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यानाकर्षण होस् भन्ने हिसाबले हामीले यसलाई चाहिँ ठुलै विरोध होइन, यसलाई ध्यानाकर्षणको रूपमा हामी लिन्छौँ। यसलाई नकारात्मक रूपमा लिनुपर्ने खासै केही छैन जस्तो। यसमा अलिकति म बुझ्न चाहेँ, कुनै पनि फार्मेसीमा एन्टिबायोटिकहरू राखिएको हुन्छ, त्यो डक्टरले लेखेर फार्मासिस्टले बेच्ने हो, सामान्य प्रक्रिया है। अब के फार्मासिस्टले नै धेरै बेच्यो भनेर चाहिँ म्याक्सिमम युज भयो भनेर डिडिएले त्यतातिर ध्यानाकर्षण गरायो हो कि, अथवा यो त व्यवसायमाथि झन् सङ्कुचन थपिएको होइन र? अवश्य पनि यसमा हामीले पनि त्यसैको रूपमा लिएको छौँ यो। किनभने अहिले एउटा कारण बनाएर हामीले अब व्यवसायहरू अहिलेको दिनमा बिमाको कारणले यो कारणले गर्दाखेरि धेरै व्यवसायहरूलाई चाहिँ बिजनेस नभइरहेको अवस्था हुन्छ र यसले गर्दाखेरि आर्थिक भार त यसले पर्यो होइन। त्यसमाथि व्यवसायले गर्नु पाउने न कुनै यो तपाईँको कोल्ड चेन मेन्टेन गर्नुपर्ने स्पेसल औषधि हो, न कुनै यो नार्कोटिक, न कुनै साइकेट्रिक औषधिहरू हो जुनलाई चाहिँ हामीले एकदमै प्रोटेक्ट गरेर बेच्नुपर्ने त्यस्ता औषधिहरू पनि छन् होइन त्यो हस्पिटलमा। तर यो चाहिँ त्यो अन्तर्गत नपर्ने भएको हुनाले यसलाई चाहिँ हाम्रो माग भनेको यो हस्पिटल बाहिरको जुन फार्मेसी गर्नेहरू हुनुहुन्छ, व्यवसाय गर्नेहरू हुन्छ, उहाँहरूले पनि बेच्न पाउनुपर्छ निर्वाध। यसमा कुनै दुई मत छैन। यदि यसलाई गर्नु दिएन भने यो चाहिँ व्यवसायमाथि चाहिँ एउटा भनौँ न लगाउने खालको चाहिँ भएको जस्तो हामी सम्पूर्ण व्यवसायहरूको चाहिँ अनुभव फिलिङ रहेको छ। व्यवसायलाई झन् अलिकति वृद्धि गर्नु छ, अलिकति व्यवसायीहरूलाई चाहिँ हतोत्साही हुने किसिमको तरिकाले आयो भन्ने कुरा तपाईँहरूको बुझाइ हो? बस यही नै हो। ओके, भनेपछि यो कुरा तपाईँहरूले आन्तरिक रूपमा हामी एकदम आशावादी छौँ यो कुरामा। हामी अब सम्बन्धित निकायमा हामी डेलिगेसन पनि जान्छौँ। हामी हाम्रो व्यवसायहरूलाई पनि हस्पिटल बाहिरका व्यवसायहरूलाई पनि हामी छलफल गरेर होइन यो के हो त वास्तविकता भन्ने कुरा हामी छलफल गरेर सम्बन्धित निकायमा हामी तुरुन्तै जानेछौँ। तपाईँकै कुरालाई मैले अलिकति खण्डन गरेँ। कतिपय कन्डिसनमा चाहिँ फार्मासिस्टहरूले धेरै औषधिहरू मिसयुज गरेर चलाउँछन् होइन, एन्टिबायोटिकहरू चलाउनै नपर्ने केसहरूमा पनि चलाउँछन् भन्ने पनि त आरोप आइरहेको छ तपाईँहरूकै व्यवसायी साथीहरूलाई। आरोप मात्र होइन, यो यथार्थ पनि छ यो कुराहरू। अब एन्टिबायोटिकहरू आजकल चाहिँ अलिकति फास्ट ट्र्याकमा काम गर्नुपर्नेहरू छन्, बिरामीहरू चाँडै निको पारिदिनु भन्छन्। अनि जस्तो अब व्यवसायहरूले पनि जुन फार्मेसी सञ्चालन गर्नेहरूले पनि ती कुराहरू कतै भइरहेको पनि छ। त्यो विषयमा हामीले नेपाल औषधि व्यवसाय सङ्घ काठमाडौँ जिल्ला शाखा लगायत सम्पूर्ण एनसिडिएबाट पनि यो बेला बेलामा हामीले व्यवसायहरूलाई चाहिँ एकत्रित गरेर ट्रेनिङ पनि दिइरहेको अवस्था छ कि यो एन्टिबायोटिक युजमा चाहिँ कानुनी रूपमा पनि यो चाहिँ यो बेच्दाखेरि कानुनी रूपमा पनि मिल्दैन र यो व्यावहारिक पनि छैन। किनभने एन्टिबायोटिक किन अवस्थामा चलाउने भन्ने एउटा निश्चित प्रक्रियाहरू हुन्छ, निश्चित टेस्टहरू बाद चलाउनु पर्ने यी कुराहरू हुन्छ। त्यस कारणले गर्दाखेरि हजुरले सान्दर्भिक क्वेसन चाहिँ गर्नुभएको हो, त्यसलाई हामीले नकार्न पनि सक्दैन, मिसयुज पनि भइरहेछ र साथसाथै यसलाई अवेरनेसको कार्यक्रमहरू पनि अगाडि क्रमशः बढ्दै गइरहेको यहाँलाई म जानकारी गराएँ। त्यस्तो मिसयुज गर्ने व्यवसायी साथीहरूलाई एज अ एनसिडिए काठमाडौँ शाखाले
अर्को पाटोबाट अवेरनेस दिनुभएको छ कि छैन सर? बेला बेलामा हामीले यो विभिन्न जिल्लाहरूमा होइन, जिल्ला अन्तर्गत काठमाडौँ जिल्ला पनि कतिपय ठाउँमा हामीले चाहिँ यो एरिया वाइजै तपाईँको व्यवसायहरूलाई चाहिँ एकत्रित गरेर यी कुराहरू हामीले गरिराखेका छौँ होइन। एन्टिबायोटिकको युज मिसयुज, यसको दुरुपयोगदेखि हुने दूरगामी असरहरूदेखि लिएर होइन, हामीलाई यसको लागि चाहिँ पक्कै पनि हामीलाई डिडिएको अधिकृतहरूले पनि निकै साथ दिनुभएको छ। हामीले यो क्रमशः चलिरहेकै अवस्था छ, सबैले यसमा चाहिँ साथ दिइरहेको छ र क्रमशः यो सुधार पनि भइरहेको यहाँलाई म जानकारी गराउँछु। जस पहिलाको भन्दा अहिले सुधारको पक्षमा छ। कतिपय कन्डिसनमा तपाईँहरूको व्यवसायबाट चाहिँ अब एज अ होलसेलबाट रिटेलमा चाहिँ कतिपय दर्ता नै नभएको पसलहरूमा पनि बिल गरेर पठाइरहेको अवस्था, एउटा आर्थिक मुनाफाको लागि त्यस्तो गर्न पाइन्छ सर? कुनै पनि एउटा फार्मेसी दर्ता भएको फार्मेसीलाई मात्रै होइन, औषधि बिलिङ गरेर पठाउनु पर्ने कन्डिसन चाहिँ यहाँको कुरालाई होइन, अब जस्तो भन्नुभयो यहाँले, जस्तो दर्ता नभएको पसललाई बिलिङ गर्न पाइन्छ भने यो स्वयं यो क्वेसनमै यो एन्सर छ कि यो पाइँदैन, यो पाइँदैन, कुनै पनि हालतमा पाउँदैन क्या। दर्ता नभएको पसलमा अब पसल दर्ता गर्नको लागि निश्चित प्रक्रिया यो मैले कहाँनिर चाहिँ जोड्न खोजेँ भने न पसल देखाएर राखेछ, कतिपय कन्डिसनमा दर्तै नभइकन त्यत्तिकै बसिरहेको कन्डिसन छ। अब दर्तै नगरिकन पनि पसलको नाम देखाएको छ, मान्छे बसेको छ र सामान चाहिँ उनीहरूले कहाँबाट लिएर आएर बेच्छन् त नि दर्ता नभएको पसलहरूमा भन्ने मेरो प्रश्न। अब यसमा धेरै कुराहरू छन् होइन, यसलाई अध्ययन गर्दाखेरि। अब जस्तो हामीले एनसिडिएको यहाँले जस्तो सोध्नु भएको छ, एनसिडिएको तर्फबाट पनि हामीले यो अवेरनेस चाहिँ गरिराखेकै छौँ कि होइन, कुनै पनि पसललाई प्यान नम्बर नभइकन सम्बन्धित डिडिएमा दर्ता भएको प्रमाणहरू अथवा एनसिडिएमा पनि दर्ता भएको पत्रहरू बुझेर मात्र हामी कारोबार गरिराखेका छौँ हाम्रो त सवालमा चाहिँ होइन। अनि अब यो एक किसिमबाट तपाईँको ट्याक्स अफिस आन्तरिक राजस्वको हिसाबले पनि यो चाहिँ गैर कानुनी नै काम भयो होइन। यो काम गर्नु एक हिसाबबाट अब औषधि व्यवसायको क्षेत्रमा यो यसरी दर्ता नगरिकन औषधिको कारोबार गर्नु भने त एउटा ठुलै अपराधै हो अभियसली, किनकि तपाईँको जनताको स्वास्थ्यसँग नजिकबाट चाहिँ रहने एउटा पेसा हो नि त यो त। यो चाहिँ तपाईँको अब हात हतियार चलाउनु भन्दा पनि घातक हुनसक्छ यो औषधि होइन, डोज एकदम राम्रो। अब यो दर्तै नभएको सवालमा चाहिँ हामी एकदम यसलाई चाहिँ सम्बन्धित निकायमा हामीले चाहिँ एकदमै यसलाई गरिराखेको अवस्था पनि छ। दर्ता नभएर चलाएका पसलहरूलाई चाहिँ हामीले कतिपय कारबाहीको लागि हामी सिफारिस पनि गरेका छौँ, कतिपय कारबाहीहरू पनि भइरहेको छ। संस्थागत रूपमा तपाईँहरूले कारबाही पनि गरिरहेको छौँ। यो एरिया वाइजै जस्तो हाम्रो कार्य समितिहरू छन्, काठमाडौँ जिल्ला शाखामा पनि ठाउँ ठाउँमा यस्ता दर्ता नभएको औषधिहरू बेच्ने, दर्ता नभएको फार्मेसीहरू सञ्चालन गर्ने होइन, दर्ता नभएका ती औषधिहरू बेच्ने यस्ता यस्ता कुरालाई चाहिँ हामीले विभिन्न चाहिँ हाम्रो उपकमिटीहरू छन् क्या काठमाडौँमा। यहाँले भन्नुपर्दाखेरि जस्तो हाम्रो किर्तिपुर, तपाईँको नागार्जुन छन्, त्यस्तै चन्द्रगिरी छ, काठमाडौँको विभिन्न ठाउँमा तपाईँहरूले यो अनुगमन समितिहरू बनाएर राख्नु भएको छ। हाम्रो चाहिँ 9वटा उपकमिटीहरू छन्, त्यहाँ अन्तर्गत सञ्चालन भएका त्यस्ताहरू चाहिँ हामीले अवेरनेसदेखि लिएर उनीहरूलाई चाहिँ त्यो सूचित गर्ने कुराहरू सबै हामीले गरिराखेकै कुराहरू हो। अब निश्चित रूपमा यो हामीले यसरी कुरा गर्दै गर्दाखेरि सबै चिज चाहिँ सबै भइसक्यो, यो ओहो ल हामीले गरेर सबै भइसक्यो भन्ने अवस्था पनि छैन, यो क्रमशः चलिरहेछ, हामीले गरिरहेछौँ। कतिपय कन्डिसनमा एउटा औषधि व्यवसायी साथीहरूले चाहिँ अर्को एउटा तपाईँको रिपोर्ट हेर्दाखेरि जनताको छोराछोरीको स्वास्थ्यमा ठुलो खेलवाड गरेको छ। यो मैले कहाँनिर चाहिँ जोड्न खोजेको भने औषधिलाई लागु औषधको रूपमा बेचिरहेको कन्डिसनहरू पनि धेरै देखिएको छ, किनकि जनताकै छोराछोरीको स्वास्थ्यमाथि त ठुलो खेलवाड हो नि। त्यस्तो कि औषधिलाई लागु औषधको रूपमा बेच्ने त्यस्तो व्यवसायी साथीहरूलाई सङ्गठनको हिसाबले तपाईँहरूको एनसिडी काठमाडौँले कस्तो खाले कारबाहीहरू गरिरहनु भएको छ सर? एकदम यो चाहिँ अहिलेको दिनको एकदमै जल्दो बल्दो समस्याहरूको रूपमा हामीले लिएका छौँ होइन। यो विषयमा अहिले गरी यो विशेष गरी अहिले औषधिमा चाहिँ साइक्रेटिक औषधिको सवालमा चाहिँ तपाईँको अहिले प्रिस्क्रिप्सनको त्यो रेकर्ड राखेर मात्र खरिद बिक्री गर्ने होइन, डिस्पेन्सर गर्ने यस्तो यस्तो प्रक्रियाहरू छन्। तर अहिले पछिल्लो समय चाहिँ के भयो भन्दाखेरि यो ट्रामाडोल र ट्यापेन्डाडोल भन्ने यो दुई थरीको औषधिहरू छन्। त्यो औषधिले चाहिँ बढी मात्रामा त्यो पेनकिलर औषधिहरू युज गर्यो भने त्यो लागु औषधको रूपमा प्रयोग हुने रहेछ। त्यसकै ओभर युज गर्यो भने त्यो लागु औषधको रूपमा प्रयोग भयो। अब त्यो भएको हिसाबले अब धेरै यसलाई समाचारमा पनि आयो, त्यसपछि डिडिए लगायत हाम्रो नार्कोटिक ब्युरोले धेरै यो केसहरू समातिरहेको अवस्था भयो। त्यो हिसाबले चाहिँ
अब जति पनि यो ट्रामाडोलहरू उत्पादन गर्ने कम्पनीहरू सबैलाई चाहिँ अब यो हस्पिटल फार्मेसीभित्र मात्र बिक्रीको लागि हो है भनेर चाहिँ राखिदिएपछि कतिपय कम्पनीहरूले प्रडक्सन पनि गर्न छोडिसक्यो किनभने यो एकदमै मिसयुज चाहिँ बढी भएर एक बिक्री भइरहेको रहेछ वास्तवमा होइन। अनि जब यो हस्पिटल भित्र मात्र बेच्ने भनेर जुन नियम निकाल्यो त्यसलाई चाहिँ केही समयमा तुरुन्त लागू भइसकेपछि यसको खपत त धेरै कम रहेछ, यहाँ त उत्पादन त धेरै रहेछ, कतिपय कम्पनीहरू बन्द पनि भएर गयो। त्यही बेचेर चल्ने कम्पनीहरू पनि थिए, त्यही बेचेर भन्दा त्यो पनि त्यस्ता मोलिक्युलहरू बेच्नेहरू। अनि यो वास्तविक तथ्याङ्क हेर्दाखेरि त्यो त एकदम निम्न रहेछ त्यसको माग। अनि पछिल्लो समय के भयो भन्दाखेरि इन्डियाबाट तस्कर गरेर ल्याउने ट्रामाडोलहरू है, दर्तै नभएको त्यस्तो ट्रामाडोलहरू विक्रन भइरहेको पनि भेटिया छन् होइन। किनभने हाम्रोमा खुला सिमाना भएको कारणले गर्दाखेरि त्यस्तो औषधिहरू बेला बेला आइरहन्छ होइन। अनि एक दुई ठाउँमा समातेको पनि घटनाहरू छन्। ब्युरोले हामीले यो सम्बन्धी अवेरनेस त धेरै गरिसक्या हो, अर्काको छोराछोरी बिगार्न हुन्न यताउता भन्ने विषयमा चाहिँ होइन। त्यो त हाम्रो एकदमै सतर्क छौँ यो विषयमा होइन, किनभने अर्कोको छोराछोरी बिगार्नु भने आफ्नो पनि त्यही हालत हुन्छ भन्ने हामीले मनन गर्नुपर्छ होइन। त्यो पैसा मात्र ठुलो कुरो भएन। अनि त्यो सवालमा हामीले नार्कोटिक ब्युरोसँग होइन यो अघि भर्खर भने मैले हाम्रो उपकमिटीहरूमा चाहिँ यो विषयमा हामीले एउटा अन्तर्क्रिया कार्यक्रमहरू पनि धेरै चलाइसकेका छौँ। ब्युरो उहाँहरूले पनि यो औषधि चाहिँ यस्तो यस्तो औषधिहरू त्यो प्रयोग नगर्ने विषयमा होइन, गरेपछि यसको दण्ड सजाय लगायत होइन। अनि उहाँहरूले पनि मसँग पनि 2-4वटा अहिले पनि नम्बर छ होइन, त्यस्तो ब्युरोको मान्छेहरूको त्यसरी मिसयुज गरिराखेको गरेर त्यो हजुर संस्थागत रूपमा तपाईँहरूले भनिदिनुहुन्छ। उहाँहरूले पनि डाइरेक्ट हामीलाई फोन गरिदिनुहोस् सम्बन्धित पसल, हामी सिधा आएर उहाँलाई चाहिँ प्रमाणस्वरूप कारवाही गर्छौँ भनेर लेखेको छ। त्यो गरिरहनु भएको छ हजुरहरूले? गरिरहेको छु। तथापि पनि अझै रोकिएको कन्डिसन छ। रोकिएको अब समस्याहरू यस्तो छ, यसलाई चाहिँ धेरै हदसम्म यो कन्ट्रोल पनि भइसकेको छ र यो हुने क्रममा अघि नै भने हजुरलाई मैले यो खुला सिमानाले गर्दाखेरि यो तस्करहरूले चाहिँ आइरहेको अवस्था छ। अब कतिपय मान्छेहरूको नियत पनि खराब हुनसक्छ, व्यापारिक लोभ त्यही त हो नि मान्छेहरूको, त्यो हिसाबले अलिअलि भइरहेको छ। त्यो पनि हामी कन्ट्रोलमै छौँ। अहिले हाम्रो अस्ति भर्खर हामी यो उपत्यका प्रहरी यो रानी पोखरीको त्यहाँको हाम्रो एसपी साहब नवराज अधिकारी सर हुनुहुन्छ, हामीले उहाँसँग पनि अस्ति एकपटक हाम्रो छलफल पनि भएको छ। यो उपत्यकामा चाहिँ उहाँहरू अपराध सम्बन्धी उसमा चाहिँ अध्ययन गर्ने, त्यसलाई चाहिँ निर्मूल गर्ने, न्यूनीकरण गर्ने उहाँ अभियानमा हुनुहुँदो रहेछ। अनि अहिलेको सेसन चाहिँ उहाँहरूको चाहिँ लागु औषधि सम्बन्धी नै रहेछ क्या। अनि त्यो हिसाबले हामी यो बागमती प्रदेश अन्तर्गत उपत्यका भनेपछि काठमाडौँ, ललितपुर, भक्तपुरका हाम्रा एनसिडिएका पदाधिकारीहरूलाई चाहिँ बोलाएर हामी एक किसिमको मिटिङ बस्यौँ र यसमा एउटा बृहत कार्यक्रम हामी चलाउनेवाला छौँ यो लागु औषधि सम्बन्धी नै। त्यसले पनि आशा लाग्छ धेरै हदसम्म प्रभावकारी हुन्छ भन्ने हामीले आशा लिएका छौँ। त्यो प्रोग्राम एउटा पनि यहाँलाई सञ्चालन हुँदैछ भन्ने कुरो जानकारी गराए। यसमा हामी पनि सहभागी पक्कै पनि हुन्छौँ, जनतालाई सचेतना गराउने र उहाँहरूको स्वास्थ्यमा असर नपर्नको लागि हामी जहिले पनि अग्रभागमै रहेर काम गरिरहेका छौँ। यही साथसाथै हजुरहरूको यो व्यवसायमा चाहिँ तपाईँको औषधि व्यवसायिक क्षेत्रमा चाहिँ अनैतिक र अव्यावहारिक प्रतिस्पर्धाले चाहिँ पछिल्लो अवस्थामा निकै जडा गाडेको भन्ने आरोपहरू आइरहेको छ। यसको यो ड्रिल बोनसको कारणले व्यवसाय धरापमा पर्यो भन्ने कुराहरू सुन्नमा आएको छ। वास्तवमा के यो कम्पनीहरूले ड्रिल बोनस दिएर आफ्नो व्यावसायिक प्रबन्धन गर्नको लागि मात्रै गरेको हो कि अथवा तपाईँहरूलाई नै अब एज ए स्टकिसबाट नै होइन हाम्रो तर्फबाट दिने हो भनेर दिने हो? यो सामान्य यो लेम्यान हिसाबले हाम्रो दर्शकबिन्दुहरूलाई बताइदिनुहोस् न सर। यो एकदमै यो चाहिँ सान्दर्भिक प्रश्न पनि यहाँले राखिदिनु भएको छ, किनभने यो एउटा बजारमा छ होइन। यो औषधि क्षेत्रमा चाहिँ निकै मात्रामा चाहिँ नाफा छ, 100%, 200% भन्ने खालको छ होइन। यो कुरा हामीले हाम्रो संस्था मार्फत यो कुरामा धेरै कुराहरू हामीले पहिला पनि यसको विषयमा धेरै बोलिसकेको पनि कुराहरू हो होइन। अब यो सबै कम्पनीको सबै चिजमा चाहिँ यस्तो हुँदैन। यो कुनै कुनै कम्पनीले
कुनै राम्रो कम्पनीहरू पनि छन् जस्तो क्वालिटी मेन्टेनकोलाई प्राथमिकता दिन्छन् होइन, त्यसमा अब प्राइस समायोजन गरेर पनि बेचिरहेछन्। कोहीले चाहिँ अब यो डिल बोनसले के अरे कम्पनी चलाउनु पनि खोजिरहेका छन्। तर सबै कुरो सबैले डिल बोनसलाई मात्र प्रायोरिटी गरेर चाहिँ व्यापार भइरहेको छैन होइन। कतिपय हुँदै नभएको शुद्ध 16% मात्र लिनुपर्ने प्रडक्टहरू पनि छन् होइन। त्यो हिसाबले गर्दाखेरि हो यो अस्वस्थ प्रतिस्पर्धा भन्ने फेरि एउटा छुट्टै ऊ भयो होइन। अब अस्वस्थ प्रतिस्पर्धा चाहिँ कसरी हुन गयो यो मेरो अब पर्सनल हामी यत्रो समय एनसिडिएमा लागेर त्यो हामीले अनुभव हाम्रो सलसल्लाह गर्दाखेरि चाहिँ के भेटिएको छ भन्दाखेरि यो पसलहरू नै छ नि, दर्ता गरेको पसलहरू जस्तो अब विभागमा सम्बन्धित औषध व्यवस्था विभागमा अब यो दर्ता गरेपछि लाइसेन्स पाउने औषध पसल खोल्न पाउने, त्यसले गर्दाखेरि अब पसल त धेरै बढ्दै गयो कि यो मतलब अब कुनै मापदण्ड थप मापदण्ड चाहियो नि कि एउटा चाहिँ फार्मासिस्टको लाइसेन्स भयो भने हामीले पसल खोल्न सक्छौँ। फार्मासिस्टको लाइसेन्स भयो भने जहाँ गएर पनि पसल खोल्न सक्यो। अनि त्यो भएपछि गर्दाखेरि अब एउटै टोलमा पनि तपाईँको घरै पछि औषध पसल हुने होइन। अब हस्पिटलको छेउछाउमा गयो तपाईँको पुरै अब औषधि पसल भयो। स्वाभाविक रूपमा यो धेरै भएपछि त प्रतिस्पर्धा हुने स्वाभाविकै हो। प्रतिस्पर्धा हुँदै गएपछि अस्वस्थ प्रतिस्पर्धा भएर गयो होइन। त्यसपछि डिल बोनसदेखि लिएर डिस्काउन्टदेखि लिएर होइन धेरै कुराहरू विकृतिहरू फैलिँदै गएको। डिस्काउन्ट भन्नुभयो सर, मैले अलिकति यो डिस्काउन्टतिर पनि गएँ। यसो हामी जान्छौँ फार्मेसीमा जाँदा मलाई यति % डिस्काउन्ट यो फार्मेसीले दिन्छ, तपाईँले दिने कि नदिने भनेर पेसेन्ट पार्टीबाट नि आइरहेको कन्डिसन र फार्मेसीबाट पनि होलसेललाई यति % कति %सम्म डिस्काउन्ट दिने हो, नभए यसले नदिए यो स्टाइलिसले त मलाई यति % डिस्काउन्ट दिन्छ भन्ने कुराहरू पनि सुनिरहेको। यो वास्तवमा डिस्काउन्ट यो के दिनै पर्ने एउटा प्रावधान हो कि यो व्यावसायिक प्रतिस्पर्धा हो सर? यो डिस्काउन्ट दिनै पर्ने प्रावधान त कहीँ कतै लेखेको पनि छैन होइन। अब यो व्यावसायिक प्रतिस्पर्धाकै कारणले भने मैले अघि जस्तो यहाँलाई भने अब पसल एउटै ठाउँमा धेरै पसल भएपछि त्यही त नि सबैलाई मुनाफा अलिकति कमाउनै परेको छ, सर्भाइभ हुनै पर्यो। अनि त्यो भएपछि अनि डिस्काउन्ट लिने, डिस्काउन्ट बढी दिने होइन। अनि त्यही यसैको जस्तो अघि हजुरलाई मैले भने नि यो लागु औषधि बिक्री वितरण पनि कहीँ यतैसँग पनि ऊ छ कि होइन। अब व्यापार स्यापार छैन के गर्ने, अब यही बेचेर भए पनि कमाउँ भन्ने त्यतातिर पनि गयो कि। त्यही भएर यो पसलै यो प्रतिस्पर्धा धेरै हुनुमा चाहिँ जस्तो पसलले अब एउटा मापदण्ड राखेर पसल अब चाहिँ अबको दिनमा पसल खोल्दाखेरि के चाहिन्छ अब भन्छन् औषधि महानगर यहीँ महानगर छ, यहाँ औषध व्यवस्था विभाग छ, जिपिपी अवधारणा अनुसार पसल चाहियो भन्छ। तर हामीले दर्ता गर्न जाँदाखेरि के हामीले त्यो जिपिपीको मापदण्ड अनुसार पसल खोल्छु भनेर केही क्राइटेरिया केही एग्रिमेन्ट केही गरेका छौँ र केही पनि छैन नि। पक्कै पनि यसको मापदण्ड त औषधि व्यवस्था विभागले गरेकै होला, औषधि ऐनमा पक्कै होला होइन। अब त्यो भएकोले गर्दाखेरि अब नियमन निकाय औषध व्यवस्था विभागलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भन्दाखेरि यो विषयमा पनि अब विभागले गम्भीर रूपमा ध्यान आकर्षण गर्नु पर्यो। किनभने अब औषधि क्षेत्रमा विकृति विसङ्गति धेरै भएर गइसक्यो। किनभने अब पसलै धेरै भयो क्या यहाँनिर, पसलै धेरै भयो। त्यसपछि गर्ने कि अब यिनीहरूले पनि जस्तो अब एउटा मापदण्ड पनि हुन्छ नि, पसल धेरै भयो कि न त्यहाँ कतै फेरि आवश्यक पनि छ कि त्यसलाई चाहिँ अध्ययन गर्नु पर्यो। आवश्यक भएको ठाउँमा पुगेन, अनावश्यक ठाउँमा बढी भयो। अब पहिला पनि एकपटक हामीले एनसिडिए मार्फत पनि यो कुराहरू चाहिँ औषधि व्यवस्था विभागमा पनि हामीले यो कुराहरू पनि राखेका थियौँ। जस्तो 500 मिटर त एटलिस्ट ग्याप राखौँ न एउटा औषध पसलमा भनेको। अब त्यस्तो कुराहरू केही पनि सुनवाई भएन, खालि अब त्यो फेरि एउटा त्यो भन्दै गर्दाखेरि 500 मिटरको भन्दै गर्दाखेरि व्यवसाय गर्न पाउने उसको नैसर्गिक अधिकारमाथि नि हनन हुन्छ कि भन्ने नि अर्को पाटो रहन सक्ला फेरि। हो एकदम रहन्छ, किनभने अब व्यवसाय गरौँ त पाउनै पर्छ, सबैले व्यवसाय गर्न पाउनु पर्यो। तर केही मापदण्ड औषध व्यवस्था विभागले राखिदियो भने त्यो क्राइटेरियामा त पर्छ नि। उनीहरूले पसलै बन्द गर्नु त यहाँनिर जस्तो विकेन्द्रीकरण हुनु पर्यो बस। अब केन्द्रीकरण भइरहेछ, आवश्यक पर्ने ठाउँमा चाहिने भन्दा बढी भइरहेछ। कतिपय अलिकति तपाईँको सदरमुकाम सहरबाट अलिकति बाहिर गयो भने त्यहाँनिर पसलै नभएको अवस्था पनि छ। नभएको ठाउँमा सेवा विस्तार पुर्याउनु पर्यो बरु। त्यसपछि धेरै कुराहरू चाहिँ समाधान हुन्छ, अस्वस्थ प्रतिस्पर्धादेखि लिएर होइन। अब कोही मान्छे एउटा पसल गरेर सर्भाइभ भइरहेछ भने उसले तपाईँको लागु औषध बेच्नुपर्ने आवश्यक पनि नरहन सक्छ होइन। त्यो कुरालाई न्यूनीकरण गरेर यो पाटोबाट नि हेर्न सक्छ। ओके। पछिल्लो अवस्थामा यो औषधि व्यवसाय क्षेत्रमा
यो सरकारले लागू गरेको नीति इन्सुरेन्स जुन लागू गरेको छ बिमाको, यो बिमा लागू गरेको छ, यो बिमाले चाहिँ हजुरहरू जस्तो व्यवसायलाई कतिको असर पारेको छ सर? बिमा एक किसिमको राम्रो कुरा हो होइन। यो अब नेपाल सरकार स्वास्थ्य मन्त्रालय यसलाई चाहिँ अझ बढी प्रभावकारी रूपमा गर्नुपर्छ होइन। यसलाई अझ यसको क्षेत्र अझ ठुलो गर्नुपर्छ। यसलाई चाहिँ अलिकति कमजोरी सुधारहरू गर्नुपर्ने कुराहरू धेरै कुराहरू आइरहेको छ। यसपालि फेरि बिमालाई चाहिँ थप बजेट राख्ने कुराहरू धेरै आइरहेको कुराहरू पनि छ। पक्कै पनि यसमा हामी औषध व्यवसाय होइन, हामी एक औषध व्यवसाय मात्र होइन, हामी होइन जनताहरूको स्वास्थ्य सर्वसाधारण पनि हो। हाम्रो पनि स्वास्थ्य चाहिँ पहुँच पुगोस् होइन सबैको भन्ने हाम्रो पनि इच्छा हो होइन। त्यो हिसाबले नेपाल सरकारले गरिराखेको यो बिमा सम्बन्धी नीति हामीलाई एकदमै ठिक छ, राम्रो लाग्यो होइन। तर हाम्रो चाहिँ एउटा इन्क्वायरी, हाम्रो जानकारी केहरूले यसले गर्दाखेरि हाम्रो व्यापारमा चाहिँ असर परेको चाहिँ पक्कै हो होइन। ओके, असर परेको छ। असर चाहिँ व्यापारमा ह्रास अलिकति कमी आएको कुरा चाहिँ यो चाहिँ स्वीकार्नुपर्छ हामीले होइन, पाएकै हो। तर हाम्रो सोच चाहिँ के रहिरहेको छ भन्दाखेरि जस्तो हस्पिटलतिर तपाईँको मारामार हुने गरी त्यहाँनिर बिमा भनेर चेकअप गर्न जाने, टेस्ट गर्ने होइन, औषधि किन्ने त्यहाँ खचाखच छ। त्यसको बाहिर गएर हामी चाहिँ व्यवसाय गर्नेहरू चाहिँ चुप्प लाएर बस्नुपर्ने अवस्था छ। हामीले पनि त्यो बिमा चाहिँ अन गर्न सक्छौँ होइन, त्यो सेवा सुविधा पुर्याउन सक्छौँ होइन। त्यो तर हामीलाई मौका दिनु पऱ्यो। हामी पनि कम्युनिटी फार्मेसी अन्तर्गत हामी कहाँ पनि त्यो डक्टरहरू एभाइलेबल छ, स्वास्थ्य सामग्रीहरू भनौँ न, यो सबै कुराहरू एक्सरेदेखि लिएर ल्याब टेस्टदेखि लिएर फार्मेसीलाई हामीले पनि गर्न सक्छौँ। एउटा कुनै प्राइभेट हस्पिटलले पनि निजीलाई पनि त्यो प्रायोरिटी दियोस् भन्ने हाम्रो चाहिँ सोच रहेको छ। भनेपछि कुनै ठाउँमा भिड हुने, कुनै ठाउँमा सेवा दिन नसकिरहेको अवस्था छ भनेपछि ती मापदण्ड पुरा गरेको कुनै पनि हस्पिटल फार्मेसी छन् भने उनीहरूले पनि यो सेवा दिन पाउनु पर्यो भन्ने हजुरको माग हो। किनभने अब धेरै यहाँहरूले पनि यो कुराहरू पनि विभिन्न यहाँहरू मिडियाबाटै हुनुहुन्छ, मिडियामा पनि यो कुराहरू त आइराखेकै छ नि। बिमाबाट तपाईँको औषधि पाइरहेको छैन, यो कुरा हामीले बारम्बार उठाइरहेको छौँ। सेवा सुविधा हामी जस्तो चेकअप गर्नुभयो एकदम भिड भयो, हामीले चेकअप गर्न पाएन होइन। अब ल्याब टेस्टदेखि लिएर विभिन्न भनौँ न परीक्षणहरू हामीले गर्न पाएन भन्ने गुनासोहरू धेरै छ नि। किनभने त्यस्तो सेवा सुविधा हामी पनि दिन सक्छ, केही चाहिँ मापदण्ड राखेर होइन निजी क्षेत्रलाई पनि दियो भने त्यो अझ प्रभावकारी हुन्छ, जनतामा पहुँचमा पनि पुग्छ भन्ने हाम्रो चाहिँ यो पहल गर्नको लागि हजुरहरू संस्थागत रूपमा केही पहल कदमी अगाडि बढाउनु भएको छ सर? यो हामीलाई पनि दिनुहोस् भनेर तपाईँहरूले संस्थागत रूपमा चाहिँ यो संस्थागत रूपमा कुरा पनि भएको छ, यो विषयमा कुरा पनि भएको छ र हामी फेरि यसलाई चाहिँ अझ चाहिँ प्रभावकारी उहाँहरूको रेस्पोन्स कस्तो छ? उहाँहरूले राख्नु त भएको छ होइन। यो कुरालाई चाहिँ सम्माननीय मन्त्रीज्यूले पनि कुरा चाहिँ यो विषयमा मनन चाहिँ गर्नु भएको छ। अब यसलाई आउटपुट कसरी गर्ने भनेर उहाँहरूको पनि एउटा नीति त छैन नि, त्यो हिसाबले अब उहाँ नीतिमै लगाउन सकिन्छ कि भन्ने कुरा हो। ओके, हुन्छ सर। अब लगभग हामी नीतिगत पाटोतिर त अलिक बढी नै गयौँ। अब अलिकति म यो तपाईँहरूको संस्थागत पाटोतिर पनि म आउन चाहन्छु। वास्तवमा नेपाल औषधि व्यवसाय सङ्घ कस्तो संस्था हो र यसको आवश्यकता किन रहेछ? अब नेपाल औषधि व्यवसाय सङ्घ भनेको होइन, यो 2030 सालमा आजभन्दा लगभग 51 वर्ष अगाडि स्थापना भएको संस्था हो होइन। यो चाहिँ विशुद्ध औषधि असरयुक्त गुणयुक्त होइन सबैतिर चाहिँ समान रूपमा चाहिँ औषधि एउटै रेटमा औषधि दरभाव बनाउने हिसाबले चाहिँ खोलेको त्यो बेलाको संस्था हो। अब यसको काम भनेको व्यवसायहरूको हक हितको लागि काम गर्ने होइन, यसको व्यावसायिक तपाईँको क्षमता अभिवृद्धिको लागि होइन यसले काम गर्ने होइन। विभिन्न ट्रेनिङहरू जुन अपडेट भइरहेको पछिल्लो समय अपडेट भइरहेको अब रोग सम्बन्धी होइन, जस्तो अब हामीले त्यो CME प्रोग्रामहरू होइन गरिरहेको हुन्छ, त्यही उद्देश्यका लागि नै हामीले खोलेको संस्था हो यो चलिरहेको होइन। पछिल्लो समय अब यहाँहरूले पनि थाहा छ यस्तै कामहरूको लागि नै हामीले यो त्यही संस्थागत रूपमा पहल गर्नको लागि खोलेको संस्था हो यो संस्था हो है। जस्तै तपाईँहरूले यो संस्थाबाट आफ्नो कर्मचारी अथवा व्यवसायीहरूलाई क्षमता अभिवृद्धि गर्नको लागि संस्थाले के कस्ता कार्यहरू गरिरहेको छ सर? यसमा यो निरन्तर चलिरहन्छ यो होइन। हामीले चाहिँ अब जस्तो यो जिल्ला शाखामा
प्रदेशले पनि यस्तो प्याकेजहरू ल्याइराखेको हुन्छ होइन। जस्तो अब रेबिज सम्बन्धी जस्तो अघि पनि कुरा भइसक्यो यो नार्कोटिक अवेरनेस सम्बन्धी एन्टिबायोटिक यो एएमआरको चाहिँ सचेतना कार्यक्रमहरू होइन। अटिजम सम्बन्धी तपाईँको धेरै कामहरू हामीले गरिसकेका छौँ। यस्तै अब तपाईँको स्लिप एप्निमिया पछिल्लो रोगको समयमा जस्तो हामीले कम्युनिटी फार्मेसीमा किनभने यो व्यवसाय यो हामीले व्यवसाय भनेर त्यो गरिरहँदाखेरि ग्राहकहरूले सबभन्दा पहिला चाहिँ सम्पर्क गर्ने भनेको औषध पसलमा हो होइन। त्यही भएर हाम्रो एनसिडिएको मान्यता के छ भन्दाखेरि पहिलो चरणमा चाहिँ हामी फ्रन्टलाइनमा बस्ने जुन फार्मासिस्टहरू औषधि ओरिएन्टेसन लिएका होइन कम्युनिटी फार्मेसीकाहरूलाई नै अवेरनेस गर्ने नै हामीले गरिरहेका छौँ होइन। किनभने उहाँहरूले नै हो यो प्रक्रियाहरू होइन यो नियम सम्मत छ छैन काम गर्दै गर्दाखेरि यस्ता यस्ता कामहरू हामीले गरिरहेका छौँ। अब यो औषधि व्यवसायहरूको अहिले पछिल्लो अवस्थाको वास्तविक समस्या चुनौतीहरू चाहिँ के छन् सर? किन धेरै लामो समय हजुरले यही क्षेत्रमा बिताउनु भयो, धेरै समस्या चुनौतीहरू फेस गर्दै आउनुभयो होला र अहिले संस्थामा बसेर हेर्दाखेरि वास्तविक समस्या चुनौतीहरू चाहिँ के रहेछन् सर? अब यो हाम्रो देशमा अब समस्या चुनौती नभएको त कुनै सङ्घ संस्था व्यापार व्यवसाय केही पनि छैन होला, जहाँ पनि छ होइन। हामी पनि पक्कै यो एनसिडिए भनेर चाहिँ अब यो जो चुनौतीहरू समस्याहरू आइराख्दै गर्दाखेरि होइन यसैलाई नै हामी संस्थागत रूपमा नै समाधान गर्नुको लागि नै बनेको हो होइन। पछिल्लो समय अब समस्या भन्नाले नि अब यो मैले अघि पनि 2-4वटा समस्याहरू त भनिसकेँ होइन। यो अस्वस्थ प्रतिस्पर्धाको विषयमा होइन यो समस्या र यसको उपायहरूको थोरै मैले जानकारी पनि गराएँ होइन। त्यस्तै गरी अब यो बिमाले गर्दाखेरि जुन अघि अब त्यो पनि अघि पनि भने मैले व्यवसायमा चाहिँ समस्या आएको होइन, व्यापारमा ह्रास आएको र यसलाई चाहिँ कसरी समाधान गर्न सकिन्छ भन्ने कुरा हो। अब अरू संस्थागत भनेको त अब यस्तै जस्तो व्यवसाय गर्दाखेरि आइराख्ने जस्तो यो एएमआरको एन्टिबायोटिक छ नि, रिजर्भ एन्टिबायोटिक एएमआर सम्बन्धी यस्तो यस्तो समस्याहरू पनि आइरहन्छ। तिनीहरूलाई नै हो अहिलेको जल्दो बल्दो समस्या भनेको। यो पेसामा म किन आएँ होला, यस्ता यस्ता समस्याहरू आउँछन्। अब कहिले औषधि नबेच भन्ने, अब कहिले तेरो फार्मेसीको मापदण्ड पुगेन अथवा तेरो पसलको मापदण्ड पुगेन भन्दै अब निगरानीमा आउने पाटाहरू रहे। यी सब चिजहरूलाई सम्झेर हेर्दाखेरि तपाईँको औषधि व्यवसाय साथीहरू यो पेसाप्रति खुसी छन् कि छैनन् भनेर जोड्न खोजेको। अब हाम्रो प्रसङ्गमा औषधि व्यवसाय गरिरहेछन् उहाँहरूले चाहिँ आफ्नो व्यवसायको गर्दै गर्दाखेरि नीति नियम कार्यविधिहरू होइन पहिला उहाँहरूले नै जान्नुपर्छ होइन। तपाईँ हामीले नै जान्नुपर्छ, त्यसपछि त समस्या नरहला। अब जस्तो यो औषधि बेच्नुहुन्छ, यो औषधि बेच्ने प्रक्रिया के हो, एन्टिबायोटिक बेच्दा नार्कोटिक साइक्रेटिक औषधिहरू बेच्दाखेरि होइन। अब जस्तो अब औषधि ऐनमा के भएका छन् कुराहरू त्यो सबै ज्ञान लिनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। यसरी काम गर्दै गर्दाखेरि अरू समस्या भन्दा नि यो टेक्निकल कुराहरू बुझ्यो भने धेरै समस्या समाधान पनि हुन्छ होइन। पछिल्लो समय हामीले यसलाई चाहिँ न्यूनीकरण गर्ने कोसिस चाहिँ गरिरहेछन्। अब सन्तुष्टिकै कुरा गर्नुपर्दाखेरि सबैजना सन्तुष्ट त कसरी हुन्छ, कोहीले प्रक्रिया पुरा गरेको राम्रो छन्, कसैले चाहिँ अब यसलाई चाहिँ सन्तुष्ट बनाउन चाहिँ के गर्नुपर्छ भनेर लाग्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। जस्तै कतिपय कन्डिसनमा चाहिँ हामीले देख्छौँ तपाईँहरूको फार्मेसी सञ्चालन गर्ने क्रममा फार्मासिस्ट भन्दा गैर फार्मासिस्टहरू बढी बसिरहेको कन्डिसन, त्यस्तो खाले व्यवसायीहरूले चाहिँ तपाईँको चाहिँ पसलमा बसेर औषधिहरू बिक्री वितरण गरिरहेको कन्डिसनहरू पनि देखिएको छ। यस्तो यो कन्डिसनमा तपाईँहरूको एनसिडिए तर्फबाट तपाईँहरूले अनुगमन गरेर कारबाही गरेको छ कि छैन सर? अब यो जुन प्रसङ्ग निकाल्नुभयो यो त अब तपाईँले सुन्दै आएको नि खलासीले गाडी चलाउनु भने जस्तै भयो यो होइन। नन प्रोफेसन मान्छेले औषधि बेच्नु भनेको त यो सरासर गलत काम हो यो होइन। यो त गलत मात्र होइन, एक किसिमबाट अब कानुनी प्रक्रियामा गयो भने त यो त ठुलै दण्ड सजाय हुने कुराहरू नै हुन् होइन। यसलाई चाहिँ अब एनसिडिएले मात्र होइन कसैले पनि यसलाई मान्यता दिँदैन र यसलाई हामी यो यसरी गरिएको देख्यो भने हामी सजग सचेत गराउने र त्यस्तै पर्यो भने हामी सम्बन्धित निकायमा जानकारी गर्ने समेत हामीले गरिरहेको हुन्छ। किनभने हजुरहरूले त कारबाही भन्दा नि जानकारी दिने पक्षमा हुनुहुन्छ। हामी कारबाही गर्ने निकाय होइन होइन एनसिडिए भने हामी व्यवसाय कारबाही गर्ने त एउटा डिडिए हुन्छ, औषधि व्यवस्था विभाग हुन्छ होइन। अब
प्रक्रिया पुरा गरेको छैन भने उनीहरूले थाहा नभएर यस्तो भएको हो कि के भएको हो त्यो विषयमा हामी बुझ्छौँ होइन। त्यो चाहिँ हामीले नियम कानुन र यो प्रक्रियाहरूको बारेमा हामी पनि कुरा चाहिँ गर्छौँ होइन। तर कारबाही चाहिँ हामीले गर्दैनौँ। तर त्यस्तो घटनाहरू पनि हामी कहाँ नभएको होइन, छ। किन त्यो अहिले पछिल्लो अवस्थामा यी यस्ता घटनाहरू धेरै देखिएको भएर मैले यो प्रश्न राखिहालेँ हजुरलाई। र अहिले पछिल्लो अवस्थामा हजुरहरू यही औषधि व्यवसायमा लामो समयसम्म कार्य गर्दै आउनुभएको छ। अझै पनि हामीले 46 वर्ष पहिलाको औषधि ऐन 2035 मापदण्ड अहिले पनि फलो गर्दै आइरहेको अवस्था छ। 2035 सालमा बनेको ऐनले अहिलेको एआईको जमाना आइसक्यो, अहिलेको यो टेक्नोलोजीको समयमा आउँदा औषधि व्यवसाय गर्नको लागि 2035 अहिले पनि सान्दर्भिक छ सर? अहिलेको यो 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 एउटा चाहिँ एकदमै गहन विषय तपाईँले राख्नु भएको छ होइन। यसपाले थोरै म पनि आफ्नो अनुभव भएको कुराहरू यहाँलाई जानकारी गर्नु। अहिलेको समयमा चाहिँ अब पहिला त्यो बेला औषधि ऐन एकदमै आवश्यक थियो, त्यो बेला बनाइयो। त्यसमा बिचमा 2 पटक 3 पटक संशोधन पनि गरिएको हो। यसपालि चाहिँ औषधि ऐनलाई नै परिवर्तन गर्ने यो संसदमै प्रस्तुत गरेर यसलाई ऐनै परिवर्तन गर्ने होइन कुरा चाहिँ चलिरहेछ। यसमा कतिपय कुराहरू हाम्रो यो स्टेक होल्डरहरूसँग पनि छलफल भएको छ होइन। हामी हाम्रो एनसिडिएमा पनि यो ऐनलाई चाहिँ यो खालको ऐन आउँदैछ भनेर हामीलाई छलफललाई बोलाइएको पनि थियो होइन। हाम्रो एनसिडिएको प्रतिनिधि गएर त्यसमा चाहिँ सल्लाह सुझावहरू पनि दिइसकेको छ। त्यस कारणले गर्दाखेरि पक्कै पनि यो पहिलाको 2035 औषधि ऐनले चाहिँ अहिलेको यो जुन हजुरले भन्नुभयो एआईको जमानाको उसमा होइन, यो अब अनलाइन फार्मेसीहरू कतिपय कुराहरू धेरै कुराहरू समेटिनुपर्छ। सर्जिकलका कुराहरूदेखि लिएर होइन तपाईँको अब नुट्राका कुराहरूदेखि लिएर सबै कुरा समेटिने किसिमको ऐन आउनुपर्छ भनेर त्यो सबैको माग रहेको छ। पक्कै पनि त्यसले हुँदैन। र अहिले त्यो नयाँ ऐन आएपछि सबैलाई औषधि व्यवसाय गर्नेहरूलाई अब चाहिँ न्यायोचित होला कि भन्ने आशा छ। अब आउने प्रक्रियामा छ होइन। अब त्यसमा हामीले सल्लाह सुझाव लिँदाखेरि हाम्रो व्यवसाय एनसिडिएको तर्फबाट एउटा 4 महले बनाएर कतिपय कुराहरू नियम हटाउनु पर्नेदेखि लिएर कतिपय सुधार गर्नुपर्ने कुराहरू होइन, अनि कतिपय चाहिँ एडिट गर्नुपर्ने यस्ता कुराहरू हामीबाट पनि गएको छ। त्यो हिसाबले अब त्यो औषधि ऐन 2080 आयो भने चाहिँ न्यायोचित होला भन्ने हामी औषधि ऐन 2080 चाहिँ अब लागू हुने प्रोसेसमा जुन हजुरले भन्नुभएको विधेयक पेश भएपछि केही होला, त्यो कुराहरू समेटिनुपर्छ भन्ने कुरो हजुरहरूको एनसिडिएको एउटा माग हो। सम्पूर्ण व्यवसाय एनसिडिए लगायत सबैको माग हो। यो कुरा अब व्यवहारिक छैन होइन। अब औषधि ऐन ले हेर्ने हो भने त हामीले अब औषधि बाहेक अरू केही पनि बेच्न पाउँदैन। तपाईँको डाइपर बेच्नु पाउँदैन। र अहिले फार्मेसीमा हेर्ने हो भने त तपाईँको डाइपर लगायतका तपाईँको बच्चाका सामग्रीहरू होइन। यसलाई हाम्रो नियमन निकायले पनि एकदम सूक्ष्म अध्ययन चाहिँ गर्नु भएको छ। यो न्यूनतम मागहरू थर्मोमिटर कुराहरू होइन, जस्तै बच्चाको दुधहरू, ल्याक्टोजिनहरू, सेरेलेकहरू होइन, यिनीहरूमा अलिकति काउन्सिलिङ गर्नुपर्ने कुराहरू यस्तो कुरामा चाहिँ विभागले पनि पक्कै पनि हेरिदिनुपर्छ भन्ने हाम्रो कुरा हो। सर अलिकति म काठमाडौँ एनसिडिएसँगै गएँ। तपाईँहरूको अहिले काठमाडौँ एनसिडिएमा कति सदस्य छन् सर? कति सदस्य सङ्ख्याहरू हुनुहुन्छ र कति त तपाईँहरूको मैले देखेको सदस्य बन्नै आइरहेको कन्डिसन पनि मैले देखाएको छैन। यसो गरेर हेर्दाखेरि सदस्यता नलिएका फार्मेसीहरू पनि धेरै देखाएको छु। र त्यस्तो सदस्यता नलिएका फार्मेसीहरूलाई सदस्यता लिनको लागि तपाईँहरूले के पहल गर्नुभएको छ? यो चाहिँ एनसिडिएको लागि एउटा राम्रै प्रश्न गर्नुभएको छ यहाँले हाम्रो लागि होइन। हाम्रो सदस्य सङ्ख्या लगभग 1000 को हाराहारीमा नै हुन्छ काठमाडौँभित्र मात्र होइन। जबकि यहाँ 2000 भन्दा बढी नै छन् फार्मेसीहरू होइन। अब यो सदस्य भने यो अहिले पछिल्लो समय चाहिँ अब नयाँ दर्ता भएको पसलहरूले चाहिँ यो कुराहरू चाहिँ अलिकति एनसिडिएमा दर्ता गर्नुपर्छ भनेर हामीले धेरै आह्वान पनि गरिरहेका छौँ। कतिपय साथीहरू आइरहेको पनि छन् होइन। कतिपय अब हामीले किनभने हामीले यो विभिन्न ट्रेनिङहरू होइन अन्तर्क्रिया कार्यक्रमहरू गर्दै गर्दाखेरि उहाँहरूलाई पनि हामीले एरिया वाइजै समेटिने गरेका छौँ कि अब जस्तो हामीले अब चन्द्रगिरीमा यो कार्यक्रम गरेर चन्द्रगिरीमा हाम्रो एनसिडिएमा दर्ता नभएको फार्मेसीहरू उहाँहरूलाई पनि हामी बोलाउँछौँ क्या। बोलाएर ल यस्तो कार्यक्रमहरू हामीले गर्ने हो, यो संस्था भने यसको लागि हो होइन, तपाईँहरूको लागि हो। पछिल्लो समय यो फार्मासिस्टहरू
धेरै भएका छन् होइन। पहिला चाहिँ ओरिएन्टेसनको मात्र संस्था भन्ने एउटा चाहिँ ऊ थियो, त्यो चाहिँ होइन। पक्कै म यहाँको मिडिया मार्फत के भन्न चाहन्छु भन्दाखेरि यो एनसिडिए भनेको सबैको संस्था हो जसले औषधि व्यवसाय गर्छ। नट ओन्ली फार्मासिस्ट एनसिडिएको मेम्बर होइन कि जसले औषधि डिडिएमा औषध व्यवस्था विभागमा दर्ता गरेर फार्मेसी सञ्चालन गर्छ उहाँहरूको संस्था हो यो होइन। त्यो भएकोले उहाँहरूलाई चाहिँ हामी आउन आग्रह गर्छौँ होइन। सबैलाई आग्रह गरिरहेका छौँ हामीले विभिन्न यो कार्यक्रम मार्फत पनि यो गरिरहेका छौँ। यो अब निरन्तर आउने क्रममा पनि छ, चलिरहन्छ, नयाँ दर्ता पनि भइरहेकै छ। हुन्छ सर, हामी कार्यक्रमको अन्त्यतिर छौँ। केही छ सर, मैले यो अन्तर्वार्ताको दौरानमा मैले भन्न छुटाएको, म प्रायः मेरो अतिथिहरूलाई यही नै सोध्ने गर्छु र छुटाएको र हजुरलाई भन्न मन लागेको कुराहरू छन् भने सारांशमा। वास्तवमा त्यस्तो समसामयिक विषयमा नै कुरा भएको जस्तो मलाई लाग्छ होइन। अब कुरा प्रसङ्गहरू गर्ने हो भने धेरै कुराहरू पनि हुनसक्छ होइन। प्रश्नहरू धेरै छन् तर पनि समयको पाबन्दीले गर्दाखेरि अरू बसाइमा पनि हामी गरौँला। यो कुराहरू चाहिँ समेटिएको चाहिँ मैले पाएको छु। यति नै भन्न चाहन्छु आज। हस्, हजुरको विशेष समयको लागि मैले धन्यवाद यहाँलाई पनि। हजुरलाई धेरै कृतज्ञता हुन चाहे। आजको कार्यक्रम हजुरलाई कस्तो लाग्यो? सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नबिर्सिनु होला। आगामी साता हामी नयाँ अतिथिका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि म लगायत मेरो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्ते।